घाँसतिर टेक्नै मन लाग्दैन क्या, जुगाडे टोकिदिइहाल्छ। ओ गाइस कराओ कराओ कराओ, हेर्न यहाँ गडौला हेर्न। I got nightmares in my head, I fear that the thoughts build up until I can't hear, that my mind fills up into a creature, and it haunts me somewhere much deeper. Anxiety, filling up every space, no privacy. ल हैन यहाँ सञ्जय दाइ हुन्छ हैन, त्यही त सञ्जय दाइ नहुने कुरै छैन हैन। दाहरू भने दाहरू भने दाहरू भने दाहरू भने बाइकको यहाँनिर रक एन्ड रोलको स्कुटी छ होइन। गाइस अब चाहिँ बाइक यस्तो खतरा नाच्छ नि अब कडा हो होइन, यस्तो खतरा बाइक नाच्छ नि अब। मेरो अब दाइलाई चाहिँ गाह्रो पर्छ क्या, अब केही छैन म बाइक तान्दिहाल्छु नि, स्कुटी तान्दिहाल्छु नि म। यसो कुण्डु हो होइन, बबाल छ नि कुण्डु पनि गाइस। बाटो त के कडा हो यो त, मेरो दाइलाई गाह्रो पर्ने हो कडा हो, मेरो दाइलाई गाह्रो पर्ने हो। ल भिलेज हाइल्यान्ड रिसोर्ट होइन, अनि यताबाट गयो भने पनौती नगरपालिका, यहाँबाट पनौती पनि पुग्छ गाइज होइन। माने दोबान यहाँ लाकुरी पनि भन्ज्याङ पुग्छ। बालबालिकाको लागि क्षेत्रमा लगाएको सुनौलो बिहानी। मेरो अलिक चेन कराइरहेको छ यहाँ, के गरेर एक डेढ मिनट अर्कोटी पठाइरहेको छु क्या, किनकि बाइक अन्त 2 इयर 3 इयरमा आउनु पऱ्यो भने अलिकति पावर चाहिँ बटाल्नु पऱ्यो। बटानी छैन के धेरै घटाउँदै बढाउँदै गरेर मर्छ, त्यही भएर एक गियरमा हल्का बटार्दै गयो। अब एक गियरमा 30-40 त पुगिहाल्छ अब। ल गाइस होइन, हामी जानुपर्ने डाँडो चाहिँ उहाँ त्यो होइन, पुरै टुसारोले पुरै छेका छ त्यो डाँडोलाई होइन, त्यहाँ जाने हो होइन। त्यहाँको चाहिँ फेरि गाई चाहिँ अख्खा पाउँछ क्या गाई चाहिँ। अब त्यतातिर अब त्यो हिउँसिउँ परेर रहेछ भने देखाउँछु गाई म होइन। माटा र आउनुभयो दाइ, आउनुभयो दाइ, आउनुभयो दाइ, आउनुभयो। मलाई कता कता मेरो ह्यान्डल हल्का बाङ्गो छ कि जस्तो लाग्यो क्या गाई, किनकि बाइक खिच्दा देखेर क्या बाङ्गो चिप्लिन्छ क्या।
गाइस है हल्का हल्का सेतो धुवा फाल्न थालेछ भने दाइ हेर कडा हो मेरो फ्यान चलिरहेछ क्या दाइ मेरो फ्यान चलिरहेछ क्या दाइ हेर्नु न अब त कराउँथ्यो हेर्नु न परान अहिले है अटोमेटिक हो क्या दाइ जति फ्यान गरा नि गाई त्यति नै बाइक राम्रो हुन्छ क्या अलि लङ डिस्टेन्स राइड हान्नुपर्छ होइन अनि बल्ल फ्यान कराउँछ क्या 90 डिग्री भएपछि हिट 90 डिग्री हिट भएपछि मात्रै कराउने हो क्या त्यो फ्यान किनकि यो इनर स्पोर्ट बाइकहरू भनेको यस्तै हो क्या अलि जति फ्यान करायो भने त्यति राम्रो हो क्या इन्जिनलाई त्यति सेलाइरहन्छ क्या ल केटा हो यस्तो ओह्रालो छ होइन यता यो चाहिँ कसरी लिएर आउँछन् होइन आफैलाई लिएर जानलाई गाह्रो हुन्छ कि जस्तो छ यस्तोमा चाहिँ होइन न्युट्रलमा जानुहुन्न गियरमा जानुपर्छ होइन दाइ बिस्तारै आइ बिस्तारै घाँसतिर टेक्नै मन लाग्दैन क्या जुगाले टोकिदिइहाल्छ ओ गाइस कडाओ 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 हेर्न गडौला हेर्न ऊ करा हेर कडाओ फ्यान क्या खुट्टे चिसो भइदिरहेको क्या जानु हेर्नु न कति गडौला हेर्नु न यो निक्ले हेर्नु न यो आकाशबाट पानी पर्दाखेरि यहाँनिर आउँछ भन्छ दाइ होइन क्या यो निक्ले हो क्या दाइ यो चिसोले दाइ काचक 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 कुल्चिन्छ क्या गडौला दाइ है क्या बनाएको क्या राइडर 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 गाडिन्छ क्या टायर हिँड्नु हिँड्नु
ल हेरकडा ल 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 गाडीले गर्दाखेरि मलाई अप्ठ्यारोमा पारिदिरहेको क्या त्यही भएर अरूलाई सहयोग गर्दाखेरि आफै परिन्छ क्या ल ल ल ल ल ल त्यही माथि टायर होइन स्पोर्ट टायर ल गाइस हामी यत्रो डाँडो घुमेर आइसक्यौँ होइन एउटा बस्ती पनि छैन लहरकडा गाजा पैसा हो पैसा छैन दुई तिनवटा पुग्ला नि हिँड्नु दाइ त्यहाँ माथि पनि छैन तर खासै त अब मलाई पैसै लिँदैन नेतातिर दिनुपर्छ त्यही पनि हिँड्नु नि दाइ हेरकडा हो होइन यहाँतिर चाहिँ मेरो नाम लिएर चाहिँ धेरैले होइन उधारो खाएको छ नै उधारो लिएर गइदिने होइन त्यस्तो चाहिँ नगर है भनिदिएको छु मैले होइन साथी क्या दाइ मसँग आउने साथीहरू होइन मेरो नाममा उधारो लिइदिने भने दाइ होइन क्या गाजा बाँच्न आएको क्या दाइ है लिएर पैसा हो गाइस पैसा पातमा पैसा छ गाइस बाटो बन्द अरे है त्यही पनि हामीलाई बाल छैन क्या गाइस त्यो माथि भित्रको डाँडो चाहिँ फुलचोकी भयो होइन यो चाहिँ लाक्री भन्ज्याङ भयो गदौरीबाट उभिने बाटो ठाउँ हो त्यो चाहिँ होइन चापाखर्का अनि यही हो होइन हामी चाहिँ अनि यतातिर आएको हामी चाहिँ अब यहाँ यसो घुम्न भनेर आएको होइन दामी गुम्बा छ यहाँ दामी छ नि यहाँको गुम्बा होइन ल गाइस गाइस चेन टाइट नगरिकन आएको मलाई आज धोका दिने घुमेर चेनले गाइस चेन टाइट गरेर आउनु पर्ने रहेछ यहाँ म पल्ट्या थिएँ क्या गाइस
यहाँले बिस्तारै निक्लिनु पर्छ क्या यहाँ बा मेरो आज चेन क्या पर एक्सिया छ क्या गाई यस्तो अफरोडमा गाई ज्याकेटमा हिँड्नु पर्यो मेरो चेनको आवाज निस्किरहेको क्या मेरो चाहिँ फेरि पछाडिबाट पनि हिलो छ्याप्छ अगाडिबाट पनि छ्याप्छ दायाँ बायाँ सबैतिरबाट हिलो छ्याप्छ भने गाई भर्ती आयो होइन ए मेरो भाइ त क्या दिदी रे पटारेर सबैजनालाई उठाइदिनु पर्छ क्या ओ के गरेर त मेरो बाइक धोइदियो नि त ओ डगी 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 I